हार्से दगुङ मोटर बाटो सँगसँगै रहेको यो समाजसेवी विष्णु राणाजीको घर र यस घरमा हामी ससाना हुँदा स्वास्थ्य चौकीको सम्पूर्ण प्राथमिक उपचारहरू यस ठाउँमा हुन्थ्यो र सम्भवतः मलाई लाग्छ गुल्मी जिल्लाको साबिकको भार्से गाविसमा पहिलो पटक टेलिफोन सेवा प्रदान गर्नुभएको थियो यस घरबाट र यस गाउँका नभई छिमेकी गाविसका मान्छेहरू जस्तै जुहाङ जुनिया गुवागा लगायतका मान्छेहरूलाई यस ठाउँबाट सेवा दिने गर्नुहुन्थ्यो। सम्भवतः त्यो बेला अहिलेको जस्तो मोबाइलको जमाना थिएन, टेलिफोनको जमाना थियो र त्यस समयमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर 8 साबिकको भार्से गाविसमै पहिलो पटक टेलिफोन भएको घर भनेर हामी पनि चिनिन्छ र यस ठाउँबाट प्राथमिक उपचार जस्तै ससाना चोटपटक लागेका रुगाखोकी ज्वरो लगायतका उपचारहरू यस घरबाट गर्नुहुन्थ्यो। बुवाको नाम मलाई ठ्याक्कै थाहा भएन, यदि हजुरहरूलाई थाहा छ भने यो कमेन्ट बक्समा मेन्सन गरिदिनु होला। र यो घर भार्से दगुङ चम्ला गएर जाने मोटर बाटो नजिकै रहेको घर समाजसेवी विष्णु राणाजीको घर हो। यो अहिले सुन्दर खेती देख्न सक्नुहुनेछ, तोरी खेती सँगसँगै सिलाम खेती पनि कोदो खेती पनि गर्नुभएको छ। अनि यो पारीको देखिने किवीको बगानमा पनि म पुग्नेछु र त्यसबाट त्यस ठाउँमा के कसरी किवीको उत्पादन गरिएको छ, कसरी खेती गरिएको छ त्यसको बारेमा पनि तपाईँलाई जानकारी दिने कोसिस गर्नेछु।